सबैले देखेको सपना साथ यो सोच्नु कि तपाईँको सपना मैले जिइरहेको छु भनेर होइन तपाईँको पनि दिन आउँछ यु जस्ट हेभ टु कम हियर ग्राइन्ड योर सेल्फ ड्रिम बिग वर्क हार्ड एन्ड बुम Yes guys, hello. First my introduction to most detail. So hello guys, yes Gaur is back with this new video and तपाईहरुले हातमा हेलमेट अनि क्यामेरा देखेर मोटो भ्लग एक्सपेक्ट गरिरहनु भयो होला त्यो हुन्छ एकैछिन हुन्छ हैन बाइक छैन अहिले यहाँ बाइक छैन हैन बाइक नभएर अब म बाइक लिन जाँदै छु शिवदाइ मलाई लिन आउँदै हुन्छ I guess he is here अन्त यही हो जस्तो लाग्यो मलाई Honda Civic के छ ओए कपिराइट लाग्छ कपिराइट लाग्छ कपिराइट शिवदाइ आइसक्नु भयो सानो पार्नु हामी चाहिँ के गर्न जानला हामी दाइ हामी हेलमेट किन्न जानला ओ यो जानला रे दाइ हामी जान्छौँ हेलमेट किन्नलाई गाइस आज धेरै बाइकर्सहरुको धेरै राइडर्सहरुको हैन ड्रिम हेलमेट वर्थ कति रे 2 लाख ओन्ली ओ माय गॉड 2 लाखको हेलमेट हामी किन्न जाँदैछौँ हैन एन्ड दाइ मलाई लिन किन आउँदै हुनुहुन्छ भने भाइको बर्थडे आउँदैछ गिफ्ट हो यो के हो कमिङ भेरी सुन गाइस अब तपाईहरु यो भिडियो हेर्दै हुन्छ भने जुन 5 को लागि जुन 5 मा मेरो बर्थडे हो हैन अब कतिले यो भिडियो हेरेर त्यो टाइममा नि कमेन्टमा चाहिँ अब ह्यापी बर्थडे लेखेको हुन्छ एन्ड अर्को कुरा भने चाहिँ अब त्यसको लागि अहिले अब हामी काममा एकदम मग्न छौं अनि सधैँ भ्याइदैन त्यही भएर 4-5 दिन अगाडि नै हामी बर्थडे गिफ्ट रेका लास्टमा लिन जाँदैछौँ हैन बर्थडे गिफ्ट भनेर नपेलौँ तर बर्थडे गिफ्ट हो हैन दाइले भाइको लागि जति गर्न सक्नु भए त्यति गर्नु भएको हो अनि यहाँ धेरै कुराहरू छ अब सबै राज मनको नफलौँ हैन दाजुभाइ मिलेर गरिरहनु पर्ने हुन्छ गाडी पछाडि त्यही त अब दाजुभाइ मिलेर गरिरहेको छौँ गर्नुपर्ने हुन्छ हैन दाइ र म सँगै काम गर्छौँ लास्ट रमाइलो छ हैन दुईपट्टि गफसफ गरेर अस्ट्रेलिया रहन्छ गाइज हेर्नु यस्तो छ है लास्ट रमाइलो छ सो BMW को सोरुम मिनी कुपरको सोरुम एन्ड अडीको सोरुम कहिले आउने दाइ यार किन्नलाई हैन टेस्लाको सोरुम यहाँ त सोरुमै सोरुम छ ल्यान्ड रोभर ज्यागुआर भोल्भो अगाडि पोर्सको छ लेक्सस अनि टोयोटा जस घर नजिकै धेरै सोरुमहरू छ तर अब हामी जाँदैछौँ अर्कै सोरुमतिर हामी बाइकको सोरुममा जाँदैछौँ हैन हामी बाइक सोरुम भन्दाखेरि पनि तपाईहरुले पहिलाको भ्लग हेर्नु भएको छ भने चाहिँ AMX MCS त्यहाँ जान लागेको आज हेलमेट किन्नलाई एन्ड बर्थडेको लागि चाहिँ अति नै त्यो एउटा ड्रिम हेलमेट जस्तो थियो अनि लास्टै किन्न मन थियो अनि दाइसँग कुरा गरेँ आँट्दिने हो जस्तो कुरा गर्नुभयो आँट्दिने हो हैन भनेर अनि त्यसै आँटियो गाइस त्यही हो अब अस्ट्रेलियामा दुःख छ भन्छ मान्छेले हैन तर दुःख पछिको सुख पनि छ नि त मेहनत गरे अनुसारको आफ्नो ड्रिम पूरा गर्न सकिन्छ हैन धेरै कुराहरू छ जस मेहनती हुनु पर्यो गर्छु भन्नु पर्यो हैन ड्रिम बिग इन सर्ट फर्म ड्रिम बिग त्यसको लागि अब ठुलो सपना छ भने मेहनत गर्न पनि जोस आउँछ छैन भने जति छ त्यतिले पुग्छ भने इच्छा लागेर बस्यो हैन त्यही नै हो अब हामी यहाँ ग्रान्डविलको यहाँ पढ गएर दाइको घर जान्छौँ केशव दाइको घर गएर बाइक लिन्छौँ एन्ड हामी त्यसपछि चाहिँ भेट्छौँ है त Side look. Bawal.
I just can't believe. एक्सप्रेसै गर्न सकेको छैन यार मा कसम होइन यो टाउकोमा हाल्यो पछाडि त्यो वाइब लाइक इट्स 1899 फकिङ 1899 अब यसको एउटा भाइजर चेन्ज गरेपछि $2000 पऱ्यो गाइस यो चाहिँ अब हुन्छ नि ब्राड गरेर त होइन होइन तर एउटा आफ्नो फिलिङ सेयर गरे कि हुन्छ नि एउटा मिडल क्लासको केटाले पनि 2 लाख हेलमेट लाउन सक्छ आफूले मेहनत गर्यो भने होइन सो द्याट्स द ओन्ली पोइन्ट अस्ट्रेलिया रमाइलो पनि छ दुःख पनि छ यु गाइज कम हियर वर्क हार्ड अनि ड्रिम बिग ठुलै सोचेको थिएँ नि होइन बाइक ठुलै छ आई वान अफ द एक्सपेन्सिभ बाइक इन द वर्ल्ड वान अफ द मोस्ट एक्सपेन्सिभ एन्ड 6 years हेलमेट होइन त त्यही नै हो Every bike is dream. हजुर Every bike is dream. यस एभ्री बाइकर्स ड्रिम होइन त थोरै के अरे धेरै कमको नै होला त्यो ड्रिम नहुने यो हेलमेट एउटा सुपर बाइक R1 होइन धेरै कमकै होला सबैले देखेको सपना साथ यो सोच्नु कि तपाईँको सपना मैले दिइरहेको छु भनेर होइन तपाईँको पनि दिन आउँछ यु जस्ट हेभ टु कम हियर ग्राइन्ड योर सेल्फ ड्रिम बिग वर्क हार्ड एन्ड बुम यो चाहिँ प्याडिङ पिस मात्रै बाँकी हो भाइ पनि 1 piece माल पनि 1 piece प्याकिङ हुँदैछ होइन अनि यस्तो खुसी लागिरहेको छ त्यो एक्साइटमेन्ट भन्न सकिरहेको छैन भ्लग त कहाँदेखि कहाँ पुगे जस्तो भइरहेको छ होइन आई कान्ट एक्सप्लेन त्यो खुसी व्यक्त गर्नै सकिरहेको छैन बट यस गाइज फाइनल्ली होइन अलि हिरो पारेर सो यस फाइनल्ली मैले मेरो ड्रिम हेलमेट किनेँ होइन लास्ट खुसी लागिरहेको छ मम्मीहरूले यो रियाक्सन चाहिँ भबारै लाग्छ होला मम्मीहरूलाई किनभने मैले भन्न त भनिसकेँ मम्मी के अरे हेलमेट किन्नु लगाएर अनि मम्मीले भन्नुभएको थियो क्या हो यही दिन आओस् भनेर मैले चाहेको थिएँ होइन तैँले आज 2 लाखको हेलमेट लिन खोज्दाखेरि अनि तैँले मैले लिन लगाएको म यसरी लाउन मन थियो भनेर भनेपछि आफ्नो इच्छा यसरी पुरा गर्न सकिन्छ आफूले त्योभन्दा ठुलो कुरा केही पनि होइन लगाऊ खुसी हो भन्नुभयो होइन त्यो पार्ट चाहिँ एकदम खुसी लाग्यो क्या किनभने त्यत्रो महँगो हेलमेट भन्दाखेरि पनि चाहिहाल्यो नि त्यत्रो महँगो बाइक छ त्यस्तो बाइकमा चढेपछि त्यो सेफ्टीको लागि लाउनु पर्दैन छोरा भनेर त्यो खुसी हुन्छ नि भन्नुहुँदाखेरि लास्ट खुसी लागिरहेको छ एन्ड यस दाहरू त्यहाँनिर एन्ड दिस इज बाइकर 7 अनि बाइकर 7मा बाइकर ड्रिम पुरा भइरहेको छ एन्ड यस लेट्स गो गाइज यस फाइनल्ली सबजना तर्सिरह्यो बाइक लियो हेलमेट बाइक त्यहाँ छ दाइको अब गाडी हेर्नुपर्ने छ यार आज ऱ्याप भएको छ होइन दाइको गाडी आज ऱ्याप भएको छ आज हेर्न जानै पर्यो है हो र होइन त सो गाइज अब दाइको सुबारू BRZ 2023 एन्ड आज रुफ भएको छ रुफको काम भएको छ अनि यसको काम भएको छ आज दाजुभाइकै नयाँ नयाँ यो बाइक अनुसार हेलमेट नि पायो त दाइको पहिलेदेखि छ होइन भाइले त्यसमा एड अन गरे हो अब ट्विनिङ हालेर हिँड्नुपर्छ एन्ड यस जाउँ एमसिएस जाउँ सो गाइज हामीले हेलमेट किनिसक्यौँ होइन अनि आयुष दाइको गाडीमा हालेर पठाएँ हो एन्ड तपाईँहरूले याद गर्नु होला मैले कपाल काट्दिएँ गाइज है आज नयाँ रिभेल कपाल काट्दिएँ कस्तो देखिरहेको छ यस्तो गरौँ न कस्तो देखिरहेको छ कमेन्ट डाउन बिलो कस्तो देखिरहेको छ अनि शिव दाइले बाइक कुदाउने रे होइन अब म चाहिँ गाडी कुदाएर जानु लाग्यो होन्डा सिभिक चट्ट लाएर अनि यहाँबाट चाहिँ अभन गएर त्यहाँ यसो चियासिया केही खाएर अनि निस्किने कुरा छ त्यसपछि म मोटो भ्लग गर्छु दाइले रहर गर्नुभयो होइन दाइले रहर गरेपछि पछाडि दाइको रहर पुरा नगर्ने कुरा त भएन होइन सो यस हल्का नर्भस चाहिँ फिल भइरहेको छ कपाल काटेर होइन बट नो वरिज तपाईँहरूको अब गबर ह्यान्डसम्मै छ होइन सो हेre's my fucking bike so let's go सो गाइज यस हामीले हेलमेट लिएर यहाँनिर आयौँ होइन त्यहाँबाट निस्क्यौँ अब आइस दाइले हेलमेट लिएर गइहाल्नुभयो एज आई टोल्ड यु अनि त्यो हेलमेट चाहिँ अब बर्थडेकै दिन लगाऊँ न भनेर किनभने स्पेसल होस् भन्ने हिसाबले हो होइन अब हामी चाहिँ यहाँबाट छुट्टिन्छौँ दाइ आफ्नो गन्तव्यमा म अब बोल्दै बोल्दै घर जान्छु होइन सो यस दाइलाई बाई बाई भन्नु थ्याङ्क सो मच दाइ अब यो भनेको चाहिँ अब हुन्छ नि हाम्रो मेमोरिज हो होइन एट द एन्ड अफ द डे यो सबै भ्लग यताउति भनेको लाइफ टाइम मेमोरिजको लागि हो होइन अब हामी एउटा आज मेमोरी क्रिएट गरे जस्तै हो होइन यो हेलमेट भनेको अति नै त्यो लाइफमा कहिले सोचेको थियो होइन लिनुपर्छ भनेर त्यो मोमेन्टमा दाइले साथ दिनुभयो थ्याङ्क यू सो मच दाइ होइन यस्तो मेमोरिजहरू त अब बनाउँदै जानुपर्छ सँगै बसेर यो त बस सुरुवात हो सो ल है त बाई बाई
जानै पर्ने हुन्छ ए सो यस गाइज आज एकदम खुसी लागिरहेछ हैन अब मैले वर्ड्समा डिफाइन गर्न नसकौँला किनभने तपाईको केटो एउटा मिडल क्लास फ्यामिलीको केटो हो क्या उसले धेरै सपना बुनेको छ हैन बाबाआमासँग धेरै धेरै बाचाहरू गरेर आएको छ उसले आफूले धेरै सपना देखेको छ उसले फ्यामिलीको लागि धेरै सपना देखेको छ क्या हैन मान्छेले भन्दाखेरि मिडल क्लास फ्यामिलीको केटो बाइक चढिरहेछ यो त्यो भन्ला सो त्यही नै भन्छु क्या त्यही कुराले नै मलाई लकी फिल हुन्छ क्या एभ्री टाइम हैन एटलिस्ट आइ एम केपेबल अफ इट क्या म चढ्न सक्ने छु म गर्न सक्ने छु हैन एउटा मध्यम वर्गको परिवारको केटाले यदि सबै गर्न सक्छ भनेर नै म एकदम प्राउड फिल हुन्छ एकदम लकी फिल हुन्छ ओन्ली लेफ्ट एहे अलि अगाडिबाट घुमाएर आउनु पऱ्यो अनि त्यही त गाइज हजुरहरूसँग सेयर गरिहालेँ मैले होइन धेरै सपनाहरू छन् जुन पुरा गर्नु छ होइन धेरै कुराहरू छन् जुन जिउनु छ मैले बिस्तारै म गर्छु होइन मेहनत गर्दैछु आज अघि बहिनीसँग कुरा गरेको थिएँ एन्ड सी वाज लाइक हुन्छ नि मम्मी एकदम खुसी हुनुहुन्छ दादा आज भनेर भने क्या हजुरले त्यस्तो महँगो हेलमेट लगाउँदाखेरि पनि आज मम्मी मेरो छोराले यस्तो महँगो हेलमेट किन्न लगाएको छ भनेर खुसी हुनुभयो अरे क्या अब कतिजनाले चाहिँ के भन्ला भने पैसा हालिदिनु परेन नि खुसी भइहाल्नुहुन्छ नि भन्ला होइन तर अभियसली होइन आफूले हाल्नु परेन मेरो छोराले दुःख गरेर हुन्छ नि हेलमेट किन्न सक्छ लगाएर हिँड्न सक्छ भने वाइ नट होइन कसको बाउआमा खुसी हुँदैन र होइन हिजोको दिनमा भनौँ न 1 लाख 2 लाख रुपियाँ भए सुनौना राख्नुपर्छ यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्ने दिन थियो होइन कति दुःखले यहाँसम्म आएको हो होइन कति दुःख गर्नु भएको छ आजको दिनमा अभियसली होइन 1-2 लाख रुपियाँ भनेको ठुलो कुरा होइन तपाईँ टेन्सन नमान्नु आम दे फर यु भनेर जुन मैले गरेको बाचाहरू नै त हो नि होइन सबभन्दा ठुलो कुरा एन्ड यस मोटो भ्लग आफ्टर अ भेरी भेरी लङ टाइम गाइज भेरी भेरी लङ टाइम अलमोस्ट 25 दिनपछि मैले कुदाइरहेको छु होला बाइक होइन बाइकै नकुदाएर होइन मोबिलै पुरा त्यो जमेर मोबिल गनाउनु थाल्यो भन्ने कुरा भइरहेको थियो एन्ड यस जुन 5 मा मेरो बर्थडे छ होइन त्यसको लागि चाहिँ हल्का फुल्का खुसीका पलहरू आफूले आफूलाई दिने गिफ्टहरू आफूले आफूलाई मोटिभेट गर्ने कुरा होइन मलाई एउटा साथीले भनेको थियो क्या सपना कहिले पनि होइन सानो नबनाउनु रे क्या सपना ठुलो बनाउनु जति ठुलो सपना त्यति मेहनत गर्ने जोस जाँगर आउँछ क्या त्यति धेरै इनर्जी हुन्छ लाइफमा होइन त्यति धेरै बाटो खोजिन्छ क्या मैले कसरी कमाउने मैले कसरी गर्ने भनेर जब तपाईँको सपनै छैन त मेहनत के का लागि गर्नु छ र होइन मेहनत गर्ने एउटा त्यो हुन्छ नि मोटिभेसनै हुँदैन नि त सो द्याट्स द ओन्ली पोइन्ट त्यही भएर तपाईँको गब्बरले सपना पनि धेरै देखेको छ मेहनत पनि धेरै गर्छ र खुसी पनि एकदम हुन्छ होइन मेहनत गरेर आएको कुराको एप्रिसिएसन त्यो लभ त छुट्टै छ नि यस त्यति नै हो गाइज है अब जामै जाम पर्यो टक्क लाएर I just want to end this video right here right now. I love you guys, bye bye, and thank you for always being with me हैन मेरो गब्बर टोली I love you and until next time bye bye.